निकालेर जिब्रो काटेर यता यता सबै काटेर मेरो दुधे बालकलाई यिनीहरू यस्तो क्रूरका साथ यातनादेखि किन हत्या गरेका छन्। त्यो चिजलाई मैले न्याय माग्दाखेरि मेरो सरकारले सुनिदिएर र मलाई आज यो बिचमा के छ भन्दा सबै थोक गरेर यो चाहिँ राजनीतिक कुराहरू ल्याएर चाहिँ यहाँनिर मलाई आश्वासनमा चाहिँ यताउति यो त्यो भनेर चाहिँ मनाएर चाहिँ राति मलाई 2 बजे आएर भन्नुभएको थियो म समर्थन छैन, म त्यो समर्थनको लागि पनि म बैठकमा गएको छैन। उहाँहरूको बैठक थियो के थियो मलाई थाहा छैन। मैले भने मेरो न्याय यही चाहियो, बैठक पनि यही हुनु पर्यो। अनि एउटा के भन्छ यो प्रहरी यो सुरक्षा मन्त्री जहाँकी छोरी मान्छे हुन्छ नाम त हामीलाई थाहा भएन, कानुन मन्त्री सविता गौतम। किनकि आइन्दादेखि त्यस्तो भयो।